सरस्वतीको शुभकामना। सबै साथीहरू त आइन न्यासुरो लागेको छ दिन चाहिँ कसरी मनाउने कोसिस गर्दै हुनुहुन्छ नि। हेलो हेलो वेलकम टु गाइज। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो विशेष गरी आज सरस्वती पूजाको दिन विशेष हामीले गर्ने प्लानिङ गर्दैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यो कन्सल्टेन्सी हो। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ अहिले चाहिँ पूजाको तयारी चाहिँ लगभगै भइरहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ। अब हाम्रो स्टुडेन्टहरू त धेरै आएको छैनन्। तपाईँहरू देख्न सक्नुहुन्छ यतातिर हाम्रो बच्चाको ठाउँमा देख्नुहोस् साथीहरू। ल हाम्रो साथीहरूको लागि आज विशेष दिनको लागि एकदम ल तपाईँहरू भनिदिनुहोस् आजको दिन के कसरी सरस्वती पूजा मनाउने विचार गरिराख्नु भएको छ? सबैजनालाई सरस्वतीको शुभकामना। त्यही हो, राम्रोसँग पूजा पाठ गर्ने। आज चाहिँ कसरी मनाउने कोसिस गर्दै हुनुहुन्छ, प्रयास गर्दै आज हुनुहुन्छ? यहाँ सबै के भन्ने अब सबै साथी दाइ भाइ दिदी बहिनीहरू भेटेर पूजा पाठ गर्ने। तर हाम्रो स्टुडेन्टहरू चाहिँ आएको छैनन्। तपाईँहरू देख्न सक्नुहुन्छ यति नै हुन् हाम्रो स्टुडेन्टहरू, धेरै छैनन्। अनि हाम्रा साथीले चाहिँ के भनिदिनुहुन्छ? ल भनिदिनुहोस् साथी, आजको दिन कसरी सरस्वती पूजाको धेरै शुभकामना। सबै साथीहरू त आइन न्यासुरो लागेको छ सबै साथीहरू नआएर जति भए पनि आएकोमा खुसी लागेको छ। सरस्वती पूजा राम्रो हुन्छ भन्ने चाहन्छु। हस् धन्यवाद हाम्रो सुभाष साथीहरू। अब हाम्रा साथीहरूले साथीले के भनिदिनुहुन्छ, उहाँहरूले के भनिदिनुहुन्छ सुन्नुहोस् एकचोटि। आजको सरस्वती पूजा कसरी मनाउने विचार गर्दै हुनुहुन्छ? हाम्रा साथीहरू चाहिँ बोल्न एकदम लाज मान्नुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ। अनि हाम्रा सरले के 2-4 वटा शब्द भनिदिनुहुन्छ। सर आजको दिन चाहिँ कसरी मनाउने कोसिस गर्दै हुनुहुन्छ नि? पूजा पाठ गर्ने, खाने, लड्डु खाने अनि यसरी नै मनाउने भन्ने चाहिँ आज भइरहेको छ। अहमको गोत्र अहमको शर्म इत्यादि प्रतिनिधि भूतो अहम आत्मनम स्मृतिम पुराणम फल प्राप्त्यर्थम विशेष विद्या धाने सफलता प्राप्त्यर्थम एके बाउनै हो। ज्ञात प्रत्यक्षम रूपकम सर्वे संस्कारकानां बालिकानां च यसमा उपरि भाइरति सुप्रसाद सिद्धार्थम प्रार्थार्थम अनन्त ज्ञानम अभिवृद्धम कामार्थम श्री सरस्वती प्रार्थनार्थम यथाशक्ति यथा मिलितोपचारै दिव्य ध्यानम आवाहनम। थ्याङ्क यू फर वाचिङ भिडियो। तपाईँहरूले भिडियो हेरिदिनु भयो, यहाँसम्म साथ सपोर्ट दिइदिनु भयो, त्यसको लागि धन्यवाद। यसरी नै भिडियोहरू हेर्नको लागि मलाई सब्सक्राइब गरिदिनु होला अवश्य नै। तपाईँहरूले साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ। हस् धन्यवाद।